नमस्कार साथीहरू, आज हामीले नमकिन बनाउँदैछौँ। कसरी बनाउने भनेर हजुरलाई बताउँदैछु। नमकिन बनाउनको लागि पहिला हामीलाई आफ्नो रुचि अनुसार पिठो राख्नुपर्छ एउटा भाँडामा र त्यसमा आफ्नो रुचि अनुसार नुन र ज्वानो अनि रिफाइन्ड तेल र त्यसपछि मजाले मलिलो हुनुसम्म त्यो पिठोलाई मुसिरहने यसरी सारो बनाएर अनि त्यसपछि त्यसलाई ठिक्क पिठो रोटीको पिठो बनाउनु जस्तै अलि थोरै पानी हालेर त्यसलाई पानी हालेर मिचिरहने। त्यसपछि त्यो पिठाको यसरी गोलाहरू बनाउने र यति ठुलो रोटी जस्तै बेल्ने। फर्काई एकै नासले बेल्ने, कोही पातलो कोही मोटो हुन भएन, एकै नासले मोटो र पातलो हुनु पर्यो। त्यसपछि त्यसलाई चक्कुको सहायताले यसरी काटिरहने। सबै गोलोलाई यसै गरेर काटिरहने सिधा लाइनमा। त्यसपछि त्यसलाई यताबाट पुरै लाइनमा काटेपछि अर्को साइडबाट काट्ने। यसरी काट्ने साथीहरू हेर्न सक्नुहुन्छ। मिलाएर सानो सानो पिसहरुमा। अब यो यस्तो पिस बनिसकेको छ र यसलाई यसरी उठाएर हजुरको घर क्यालेन्डर छ भने क्यालेन्डरमा राखे भयो, नत्र पोलिथिनको कागजमा राखे भयो। यसरी सानो सानो पिसहरुलाई उठाएर यता राख्ने। हेर्न सक्नुहुन्छ। अलग अलग पिस गराएर यसरी सानो सानो पिसहरुलाई छुट्याएर राख्ने, जोडिन भएन। यसरी सानो सानो पिसहरुलाई यता राख्ने। त्यसपछि तिनी साना साना पिसहरुलाई हजुरले क्यालेन्डर अथवा पोलिथिनको कागजमा राख्न सक्नुहुन्छ। पछि हजुरहरूले जति पनि पिठाका डल्लाहरू बनाउनु भएको छ त्यस्तै डल्लाहरूलाई यस्तो रोटीको जस्तो गोलो गराउने। जति डल्ला गराउनु पर्छ त्यति यस्तै गोलो गराउने। हजुरहरूको पिठोमा तेल थोरै भएको छ भने, यदि तेल थोरै भयो भने पिठो फुट्न थाल्छ। पिठो फुट्यो भने सम्झिनुहोस् कि तेल थोरै भयो र तेल यस्तै पिर्कामा या चक्लामा दलेर पिठोलाई मलिलो गराउनुस्। अनि त्यसपछि ऐनेको प्रोसेस जस्तै यसलाई लाइन बाइ लाइन काटेर सिधा गराउनुस्। सिधा छड्के लाइन काट्ने। यो रेक्टेंगल शेपको हुनु पर्यो, बिग्रिन भएन। काटेपछि यस्ता शेप हुन पर्यो। अनि बल्ल हजुरको राम्रो नमकिन बन्नेछ। यिनी सबै रेक्टेंगल शेपहरुलाई हजुरको क्यालेन्डरमा राख्ने। यिनी सबै पिसहरुलाई यसरी। ल है त गाइजहरु, हामीहरु तपाईसित यस्ता गोलाहरुको पिठो सबै बनाएर पछि भेट्ने छौ। यस्तो शेप बनाएर भेट्ने छौ। त्यसपछि तिनी हामीले काटेको पोलिथिनको कागजमा र क्यालेन्डरको राखेकोमा तरी तेलमा हालेर फुराउने। त्यसपछि बन्छ हाम्रो नमकिन। हजुरहरूले कुनै यस्तो भाँडोले, त्यसपछि हजुरहरूले झाँजरको मद्दतले यसरी चलाउनु, नत्र त्यो नमकिन नफुर्दै आपसमा चिप्किन्छन्। त्यसपछि तिनीहरू राता नहुन्जेलसम्म यसरी फुराइरहने। एकछिनसम्म यस्तै चलाइरहने नमकिनलाई। अनि कोही राता हुन्छन् र कोही सेता हुन्छन्। हजुरहरूको बनेपछि यस्तो हुन्छ र कुनै राता र कुनै सेता हुन्छन्। ल गाइजहरु, हजुरले हाम्रो आजको भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने कमेन्ट गरिदिनु, लाइक गरिदिनु र सब्स्क्राइब गरिदिनु। अनि हजुरहरूलाई यस्तै अरू भिडियो देखिरहन मन छ भने कमेन्ट गर्नु के भिडियो चाहियो भनेर। हामी अपडेट ल्याइरहने छौँ। आजको हाम्रो भिडियो कस्तो लाग्यो? लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। ओके, बाई।